के अब नेपालमा न्याय पाउनका लागि पहिले मर्नै पर्ने हो कि प्रहरी प्रशासनको काम अपराध भइसकेपछि लास उठाउनु मात्रै हो? तारकेश्वर छे लोलाङ पैयुटारकी 42 वर्षीय ईश्वरी भुजेलको विभत्स हत्याले आज सिङ्गो देश स्तब्ध भएको छ। तर यो केवल एउटा हत्या मात्र होइन, यो हाम्रो सुरक्षा व्यवस्था र प्रहरी प्रशासनको लाचारीले गराएको हत्या हो भन्दा अब फरक पर्दैन। नेपाली ब्रो भनिने कुमार थापा मगरको खुकुरी प्रहारबाट ज्यान गुमाएकी ईश्वरीले मर्नु अघि चिच्चाइ चिच्चाइ प्रहरीसँग आफ्नो जिन्दगीको भिख मागेकी थिइन्, तर प्रहरीले सुनेन र आज त्यही लापरवाहीको नतिजा एउटा हाँस्दो खेल्दो जीवन समाप्त भएको छ। बिहानको भिडियोमा हामीले तपाईहरूलाई घटनाको प्रारम्भिक विवरण दिएका थियौँ, तर अहिले यो घटनाले एउटा नयाँ र भयानक मोड लिएको छ। घटनाको गम्भीरतालाई हेर्दै पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङ आफै प्रहरी वृत्त बालाजु पुगेका छन्। गोर्खा क्षेत्र नम्बर 1 बाट निर्वाचित सांसद गुरुङले मृतक ईश्वरीका पीडित परिवार, उनकी आमा र दिदीलाई भेटेर कानुनी लडाईमा साथ दिने प्रतिबद्धता मात्र जनाएका छैनन्, प्रहरी प्रशासनलाई कुनै पनि दबावमा नझुक्न र दोषी कुमार थापा माथि कडा भन्दा कडा कारबाही गर्न चेतावनी समेत दिएका छन्। तर यहाँ सबैभन्दा ठुलो र गम्भीर प्रश्न प्रहरीमाथि उठेको छ। मृतकका आफन्तहरूले लगाएको आरोप सुन्दा कसैको पनि आङ श्रृङ्ग हुन्छ। आफन्तहरूका अनुसार ईश्वरीले लामो समयदेखि घरेलु हिंसा भोग्दै आएकी थिइन्। कुमार थापाले उनलाई र उनको परिवारलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए। आफ्नो ज्यान खतरामा रहेको भन्दै ईश्वरी पटक पटक प्रहरीको ढोका ढकढकाउन पुगेकी थिइन्। श्रीमानले कुटपिट गर्छ, मलाई बचाइदिनुहोस् भन्दै रुँदै गएकी ईश्वरीको उजुरी लिन प्रहरीले अस्वीकार गर्यो। घर झगडा हो, आफै मिलाउनुहोस् भनेर प्रहरीले उजुरी नलिई फर्काइदियो। आज आक्रोशित आफन्तहरू काठमाडौँको सडकमा उत्रिएका छन्। उनीहरूको एउटै प्रश्न छ, यदि प्रहरीले बेलैमा उजुरी लिएर त्यो अपराधी कुमार थापालाई कारबाही गरेको भए कि आज ईश्वरी हाम्रो माझ जीवित हुन्थिन्? शुक्रबार अदालतमा डिभोर्सको अन्तिम सुनवाई हुनुपर्ने दिन ईश्वरीले सदाका लागि संसार छाड्नुपर्ने स्थिति किन आयो? यो हत्या कुमार थापाले मात्र गरेको होइन, समयमा एक्सन नलिने त्यो कायर प्रहरी मानसिकताले पनि गरेको हो भन्दै यति बेला आफन्तहरू निकै आक्रोशित बनेका छन्। आफ्नै श्रीमतीमाथि निर्मम रूपमा खुकुरी प्रहार गर्ने नेपाली ब्रो नामका कुमार थापा मगर अहिले बालाजु प्रहरीको हिरासतमा त छन्, तर के हिरासतमा राख्दैमा पीडितले न्याय पाउँछन्? डिभोर्स मागेकै निहुमा, हिंसाको विरोध गरेकै निहुमा श्रीमतीको ज्यान लिने यस्ता अपराधीहरूलाई हदैसम्मको कारबाही हुनै पर्छ। कुनै पनि राजनीतिक पहुँच वा शक्तिको आडमा यो मुद्दालाई कमजोर बनाउने प्रयास गरियो भने काठमाडौँको सडक अझै आन्दोलित हुने निश्चित देखिन्छ। यस घटनाको बारेमा तपाईँको धारणा के छ? कृपया कमेन्ट गर्नुहोला।